सम्माननीय प्रधानमन्त्रीज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि तपाईँ एनजिओ र आइएनजिओलाई नियमन गर्ने कानुन पास गर्नुहोस्। मनलाग्दै बजारमा जसले ल्यायो त्यसले ल्याएर समाज भाँडेको छ, समुदाय भाँडेको छ। त्यसकारण राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता प्रति लोन लिने सवालमा होस्, अनि त्यो लोन पनि त अन्तर्राष्ट्रिय मुद्रा कोष, एडिबी, अहिलेको नेताहरूलाई उद्योग बेचे भनेका छन्। उद्योग त 42-43 सालबाटै बेच्न सुरु भएको हो नि त। अनि हिजो दरबारको जुठो पुरो फेरि बिउजाएर खान पाइन्छ कि भन्ने साथीहरू सडकमा क्यामेरा बोकेर कुदिएका छन्। ए बाबा, 45 सालको राष्ट्रिय चाहिँ अर्थतन्त्र पोलिसी र त्यो रेकर्ड हेर्नुहोस् न एकचोटि। विद्यार्थी सङ्गठन नियमन गर्ने, खारेज गर्ने, तर चाहिँ त्यो सरकारको नियन्त्रणमा हुने सङ्गठन चाहिँ त्यो पञ्चायतकालको विद्यार्थी मण्डल जस्तो चाहिँ नहोस्। कर्मचारीका ट्रेड युनियन पनि खारेज गर, तर पेसागत ट्रेड युनियन खारेज गर्ने दम यो सरकारसँग छैन। कानुन अथवा संविधान पनि राज्यले पढ्न पर्यो। आधारभूत तहका कर्मचारीहरूले सङ्गठित हुने, आफू उत्पीडनमा परेका आवाजहरू उठाउने ठाउँ त चाहियो नि। शाखा अधिकृत ज्यू पनि त्यो पावर भयो भने के गर्न तयार हुनुहुन्छ? उपसचिव ज्यूहरूको यहाँ त नोकरशाही तन्त्र सुरु हुन्छ। कर्मचारी ट्रेड युनियनलाई व्यवस्थित गर, एउटा छाता सङ्गठन चाहिन्छ। विद्यार्थीको पनि छाता सङ्गठन बनाऊ। विद्यार्थीहरू आफू वैचारिक रूपमा आफ्ना विचार समूह बनाउँछन्, बस्छन्, र यिनै आइएनजिओहरूको, एनजिओहरूको निर्देशन र साम्राज्यवादको मसिया डोनाल्ड ट्रम्पको निर्देशनमा परिचालित सत्ता सरकार हो यो। तर चाहिँ भित्रबाट पोलिसी, नीति, अर्थ, विधि चाहिँ त्यसरी आएको। त्यसकारण तपाईँहरूको यो मिडियाको मञ्चबाट म आग्रह गर्न चाहन्छु, आइएनजिओ र एनजिओलाई खारेज गर र आइएनजिओ र एनजिओलाई इन्डोर्स गर्ने राज्यले नेपाल सरकारको नीतिले, कानुनले तोके बमोजिमको क्षेत्रमा मात्रै खर्च गर्ने गरी, अर्थ मन्त्रालयको ढोकाबाट छिर्ने गरी राज्य नियन्त्रित बाटो बनाउन, अनि युवा उदीयमान युवा प्रधानमन्त्रीलाई सल्लाह कसैले दिएन कि? हाम्रो श्रम संस्कृति पार्टीको तर्फबाट म यो सल्लाह पनि राख्न चाहन्छु। एउटा देशभक्त राष्ट्रवादी नागरिकको हैसियतले पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि तपाईँ एनजिओ र आइएनजिओलाई नियमन गर्ने कानुन पास गर्नुहोस्। मनलाग्दै बजारमा जसले ल्यायो त्यसले ल्याएर समाज भाँडेको छ, समुदाय भाँडेको छ। आइएनजिओ र एनजिओले त यही गरेको छ। त्यसकारण राष्ट्र, राष्ट्रियता र सार्वभौमिकता प्रति उहाँहरू लम्पसार परेर, घुँडा टेकेर, होइन, लोन लिने सवालमा होस्, अनि त्यो लोन पनि त अन्तर्राष्ट्रिय मुद्रा कोष, एडिबी, होइन, विश्व ब्याङ्कको शर्त सहितको ऋण होला। त्यो शर्तले त घुँडा टेकाउँदै आएको छ। यो त पञ्चायत कालदेखि सुरु भएको हो। अनि अहिलेको नेताहरूलाई उद्योग बेचे भनेका छन्। उद्योग त 42-43 सालबाटै बेच्न सुरु भएको हो नि त। राज्यलाई लोन लिने नाममा यो प्रक्रियामा उद्योगहरू त बन्दकी राखिया हुन्। अनि अहिले गणतन्त्रका नेताले उद्योग बेचे भनेर अनि हिजो दरबारको जुठो पुरो फेरि बिउजाएर खान पाइन्छ कि भन्ने साथीहरू सडकमा क्यामेरा बोकेर कुदिएका छन्। ए बाबा, 45 सालको राष्ट्रिय चाहिँ अर्थतन्त्र पोलिसी र त्यो रेकर्ड हेर्नुहोस् न एकचोटि। त्यसकारण जाने बाटो फेरि पनि सही छैन। मोटामोटी मैले देखेको कुरा यो। त्यसकारण विद्यार्थी सङ्गठन नियमन गर्ने, खारेज गर्ने, नीति ल्याऊ। विद्यार्थीलाई वन्डोर एउटा चाहिँ नेसनल स्टुडेन्ट युनियन बनाउने राज्यले तोक, तर चाहिँ त्यो सरकारको नियन्त्रणमा हुने सङ्गठन चाहिँ त्यो पञ्चायतकालको विद्यार्थी मण्डल जस्तो चाहिँ नहोस्। त्यसकारण त्यहाँ विचारको बहस हुने ढङ्गको बाटो हुनु पर्यो। कर्मचारीका ट्रेड युनियन पनि खारेज गर, तर पेसागत ट्रेड युनियन खारेज गर्ने दम यो सरकारसँग छैन। अन्तर्राष्ट्रिय ऐन कानुन र राज्यका कानुन अथवा संविधान पनि राज्यले पढ्न पर्यो। ठिक छ, दलै पछिको ट्रेड युनियनलाई प्रतिबन्ध लगाऊ, ट्रेड युनियनको छाता ऐन ल्याउन माग गर्दछु म। त्यो आधारभूत तहका कर्मचारीहरूले सङ्गठित हुने, आफू उत्पीडनमा परेका आवाजहरू उठाउने ठाउँ त चाहियो नि। राज्यको निकायले हामीले भोगेका छौँ। नेताले के गर्छन्?
सचिव मुख्य सचिवले के गर्छन्, शाखा अधिकृत ज्यू पनि त्यो पावर भयो भने के गर्न तयार हुनुहुन्छ, उपसचिव ज्यूहरूको। यहाँ त नोकरशाही तन्त्र सुरु हुन्छ। तर चाहिँ पार्टी पछिको ट्रेड युनियनको पक्षमा म पनि छैन। जतिवटा पार्टी जन्मन्छन् त्यतिवटा कर्मचारी सङ्गठन बन्नुपर्ने विधि चाहिँ हटाऊ, तर कर्मचारी ट्रेड युनियनलाई व्यवस्थित गरेर एउटा छाता सङ्गठन चाहिन्छ। त्यसकारण सबै कर्मचारीहरू त्यो छाता ट्रेड युनियनभित्र आबद्ध हुन्छन्। उनका पेशागत हक अधिकारहरू उनले त्यो सङ्गठन मार्फत उठाउँछन्। विद्यार्थीको पनि छाता सङ्गठन बनाऊ, विद्यार्थीहरू आफू वैचारिक रूपमा आफ्ना विचार समूह बनाउँछन्, बस्छन्। तर चाहिँ यो चाहिँ सिधा कुरा के छ भन्दाखेरि यो चाहिँ पश्चिमा शक्ति सेन्टर र यिनै आइएनजिओहरूको एनजिओहरूको निर्देशन र साम्राज्यवादको मसिया डोनाल्ड ट्रम्पको निर्देशनमा परिचालित सत्ता सरकार हो यो कुरा भन्न मलाई चाहिँ हिचकिचाहट छैन। अब प्रमाण के छ भन्छन्, डोनाल्ड ट्रम्पले भोट दिए होइन, भोट नेपालीले हाले हो। तर चाहिँ भित्रबाट पोलिसी नीति अर्थ विधि चाहिँ त्यसरी आएको। त्यसकारण यी विषयहरू सरकार बेठिक छ। र अर्को कुरा सेयर बजारको रोइलोमा पनि सरकार पर्दैछ। मैले अन्तिममा के भन्छु भने यो राष्ट्रका पुँजीपतिहरूलाई, हिजो एक थरी पुँजीपतिहरूलाई आगो लाएर सिद्ध्याइयो, अब अर्को थरी पुँजीपतिहरूलाई साङ्लो लाएर सिद्ध्याउने हो भने यो देश कहाँ जान्छ? यो सरकारलाई मेरो अर्को प्रश्न हो। राष्ट्रिय पुँजीपतिहरूलाई, राष्ट्रिय चाहिँ पुँजीपतिहरूको, राष्ट्रिय उद्योगपतिहरूको उद्यमशीलता र गतिशीलतालाई कानुनले नियन्त्रण गर्ने हो क्या? कुकुर बान्ने साङ्लो लाएर नियन्त्रण गर्ने होइन, फलामको जन्जिर लगाएर नियन्त्रण गर्ने होइन, कानुनले उहाँहरूलाई बाँध्ने हो। र राष्ट्रिय उद्यमशीलतामा गएका मान्छे, राष्ट्रिय पुँजीपतिहरू स्वभावैले नाफा कमाउन उद्धत हुन्छन्। त्यो उनीहरूको धर्म हो। बिजनेस भनेकै नाफामुखी हुन्छ। तर त्यो कुन हदसम्मको नाफामा जान दिने, त्यो नियमन गर्ने चाहिँ राज्यको कुरा हो। राज्यले कानुन बनाउँछ, उसको पुँजीलाई सुरक्षित हुने नीति बनाइदेऊ, कार्यस्थल बनाइदेऊ, राज्यले गर्ने त्यो। अब हिजो आफूलाई विभिन्न कोणबाट असहयोग पुर्याएको अनुमान गरेर यो चाहिँ टार्गेटेड क्या, शिकारीले मृगलाई ताके जस्तो सेलेक्टेड ढङ्गको कारबाही सजाय, यो चाहिँ तानाशाह उद्धत सरकारले गर्ने कुरा हो। यो चाहिँ सटैन मान्छेहरूलाई ठटाएर, नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिएको हो। र यो रफ्तार अगाडि बढ्दै जाने र त्यो गलत ढङ्गले अगाडि बढ्ने हो भने निश्चित रूपमा सरकार चाँडै नै सङ्कटको साङ्लोभित्र पर्छ। म फेरि त्यो कामना पनि गर्दिनँ त्यस्तो नहोस्। यो सरकार 5 वर्ष चलोस्, यसले राष्ट्रलाई विधि थिति र एउटा विकासको गतिमा लैजाओस्। युवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई यो कार्यकाल प्रशंसनीय रहोस् भन्ने शुभेच्छा राख्दै मेरो छोटो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।